दिदीबहिनीहरू हुनुहुन्छ मैले उहाँ दिदीबहिनीहरूसँग मैले केही कुरा गर्न खोजेँ र यहाँनिर गाडीमा चाहिँ माथि पनि बसिरहनु भएको छ र यहाँ चाहिँ अब उहाँ दिदीबहिनीहरूले चाहिँ फेरि यतापट्टिको दृश्य चाहिँ लिइरहेको जस्तो लाग्छ उहाँहरूले चाहिँ यो साइड फोटो लिइरहेको जस्तो लाग्छ यही सिलसिलामा मैले उहाँसँग चाहिँ एउटा कुरा गर्न चाहेँ। ल सर नमस्ते चाहिँ आराम हुनुहुन्छ ए प्लिज यहाँको शुभ नाम कविता कार्की ज्यू कहाँबाट आउनुभयो रूपन्देहीबाट खास किन आउनुभएको तपाईँ अब राजतन्त्र ल्याउनलाई राजसभा ल्याउनलाई एउटा यत्रो राजा पाल्न भन्दा एउटा राजा पाल्न पर्यो पाल्न ठिक होला हामीलाई जस्तो लाग्यो सबै पीडित यो नेपाललाई एकदम जरुरी छ एउटा राजालाई राख्नु जरुरी छ अब यत्रो गणतन्त्रलाई फेक्नु पर्ने जरुरी छ होइन हिजो त फेरि यो राजा चाहिँ जरुरी छैन भनेर त्यत्रो लाखौँ लाख मान्छेले चाहिँ आएर चाहिँ राजतन्त्र फालेको होइन र मैले त कहिले नि भनिनँ मलाई सधैँ राजा ठिक मलाई यस्तो यो गणतन्त्र मलाई चाहिएको छैन म आजबाट 25 वर्षको राजावादी मान्छे हो आजको दिन पनि म राजावादीकै मान्छे हो मैले कहिले पनि यो गणतन्त्रलाई भोट हालेन किनभने मलाई यो गणतन्त्र यो एमाले काङ्ग्रेस माओवादी इष्टपक्षमा एकदम नफरत म मेरो भयो किन तपाईँले नफरत किन गर्नु अरूले त और उहाँको समर्थकहरूले के भनिरहेको छन् हाम्रो पार्टीले हाम्रो नेताले त सबसे राम्रो काम गरेको छ भनिरहेको फेरि त्यो त अब भनिहाल्छ नि त्यो अब खाना पाएछ नि त अब केटीहरूले खास आएछ पालेछ भनिहाल्छ नि उनीहरूको घर चलेको छ नि त उनीहरूलाई देशसित मतलब भएन नि त देशसँग मतलब भएन देशको जनतालाई मतलब भएन कति जनता पीडित भएर हिँडेका छन् कति जनता आएर दरबारमा आएर कति सहयोगमा आएको त्यो पनि छैन कति रघुवीर पीडितहरूले आएर कति धर्ना बसेका छन् त्यो पनि सरकारले केही गरेको छैन यस्तो सरकार हुनमा त नबकति होला नि भनेपछि अहिलेको गणतन्त्रवादीहरूले देश चलाउन सकिन्न अब सकिन्न यो गणतन्त्र हामीले आज नभए भोलि नभए पर्सि पनि फ्याँक्नै पर्छ यसलाई हामीले फ्याँकेनौँ भने हामी आफै नेपालै नहरला नेपाली पनि नहरला के होला हामीलाई के राजा आइसकेपछि फेरि गर्ला भन्ने विश्वास छ तपाईँलाई पक्का छ हो ल मैले हाम्रो चाहिँ उहाँ चाहिँ रूपन्देहीबाट आउनु भएको चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठनको नगर अध्यक्ष ए नगर अध्यक्ष हुनुहुँदो रहेछ उहाँ चाहिँ उहाँसँग कुराकानी गर्दाखेरि चाहिँ अहिलेको गणतन्त्रवादी जुन एउटा दलहरूले चाहिँ खासै अब केही गर्न सक्दैन होइन गरेकै छैन भन्ने चाहिँ उहाँको भनाइ छ भनेपछि तपाईँहरू कहिले हिजो आजै आउनुभयो हिजो आहा कोही आज अस्ति झन् अस्ति हामी यति 1000 भन्दा बेसी आहा ए थुप्रै मान्छे आउनु भएको छ ए भनेपछि अहिले रूपन्देही पनि पुरा राजामय भइसक्यो राजामय हाम्रो रूपन्देही त एकदम राजा एमाले काङ्ग्रेसका मान्छे पनि राजामय छन् अहिले कारण चाहिँ किन त नै फेरि भनि त हाले नि त मैले उनीहरूले नि त अब भोट हाले उनीहरूकै काम भएन उनीहरूकै काम बसेन नि त हाम्रो हेरेन उनीहरूकै काम भएन उनीहरूलाई त उनीहरूले हेरेन हामीलाई हेर्छ त यस्तो सरकार चाहिन्छ हामीलाई छैन तपाईँले त्यो कुरा गरेर त तर मैले भने नि त अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओली लगायत अहिले चाहिँ जुन भनौँ न यो गणतन्त्रवादी दलहरूले चाहिँ हामीले जति राम्रो काम कसैले पनि गरेकै छैन हिजो राजाले के गर्यो भनिरहेको अवस्था छ त फेरि तिमीले भनेर भएन नि जनताले भन्नु पर्यो नि तिमीले आफैले भनेर भएन तिनका पार्टीका भरौटीहरूले भनेर भएन जनताले भन्न पर्यो यो करोडौँ जनता रोएर हिँडेको छन् के गरेको यत्रो जनता आएर यहाँ पीडितहरू धर्ना मण्डल माइतीदेवी मण्डलमा धर्ना बसेका छन् कोही कहाँ आएर धर्ना बसेका छन् कस्तो गरेर सुनेको छ एकदम मान्छेलाई के गर्ने त्यस्तो पनि सरकार हामीलाई राम्रो लाग्छ होइन यस्तो सरकार भन्दा हामीलाई राजै ठिक छ हामीलाई राजा आउन राजसत्ता आउन जरुरी छ होइन फेरि हिजोको त ती दलका जुन पार्टीका मान्छेहरूले तिनका कार्यकर्ताले हिजो राजाले पनि त्यही गरेर त्यो नसा मात्र घोको ख्याल लगाएको थियो भनेर भन्छ त हाम्रो राजाले हाम्रो सरकार पहिला हामीलाई त्यस्तो गरेकै हुनुहुन्न किनभने राजसत्ता हुँदा र अहिलेको कति फरक तिनले पनि बुझेका छन् कि तर नबुझे झैँ गरेका हुन् कि तिनी भनेपछि बाहना मात्रै गर्यो उसले बाहना मात्रै गर्यो एकदम बहाना यो गणतन्त्र चोरहरूको बहाना हो तिमीले हामीलाई हाम्रो अगाडि देखाउटी मात्रै कुरा गरेको के हो सर किनभने हामीलाई राजा चाहियो राज संस्था चाहियो अरू के यीलाई त हामीले आज सकेन भोलि पर्सि त हामीले देख्नै पर्छ एक देख्नुपर्छ 2-3 देख्नै पर्छ अनि फेरि आज त राजा जुन राजावादीहरूले चाहिँ के खबर गरेका थियो भने आज नै हामी चाहिँ पुरा यो के भन्छ गणतन्त्रवादीले चाहिँ समाप्त गर्छौँ र आजै हामी राजतन्त्रलाई चाहिँ पुरा किला गाड्छौँ भनेर त्यो कुरा चाहिँ आफैले फेरि त्यो भन्ने होइन किनभने हामीले आज सक्दैनौँ भोलिको पर्ने हाम्रो अनिश्चितकालीन हाम्रो आन्दोलन जारी छ कुन दिन हाम्रो राजा ल्याउँछौँ त्यो थाहा छैन तर हाम्रो अनिश्चितकालीन छ यो आन्दोलन हामीले राजा लिएरै छ
ल हस् धन्यवाद धन्यवाद उहाँसँग चाहिँ हामी कुराकानी गर्यौं अब जुन अघि जुन आक्रोशको विषयमा कुरा गरेर त जनताहरू धेरै नै आक्रोशित छ अहिले गणतन्त्र पार्टीहरूसँग अब बिस्तारै हामीले देख्दाखेरि राजावादीहरूसँग मान्छे धेरै नै प्रतिवादी हेरेको अवस्था छ त्यो कारण किन भन्दाखेरि चाहिँ त्यो आज यो गणतन्त्रवादीको कारणले गर्दाखेरि नै होला चाहिँ हुन सक्छ त्यसले गर्दा सबैसँग राम्रो कुराकानी भयो धन्यवाद ल सबैहरूलाई थ्याङ्क यू ल ल ल